नमस्ते। आज हामी कक्षा 8 को युनिट 2 को रिडिङ 2 मा भएको चेन्जिङ वर्ल्ड भन्ने पाठ सुन्दैछौँ। चेन्जिङ वर्ल्ड भन्नाले विश्वलाई परिवर्तन गर्ने भन्ने बुझिन्छ। यस पाठले हामीलाई विश्वलाई परिवर्तन गर्नु छ भने परिवर्तन आफूबाटै सुरु गर्नुपर्छ भन्ने शिक्षा दिन्छ। पाठ यस प्रकार छ। जब वक्ता सानो उमेरका थिए उनी संसारलाई परिवर्तन गर्न चाहन्थे, तर उनले संसार परिवर्तन गर्न सकेनन् र आफ्नो देशमा परिवर्तन ल्याउने विचार गरे, तर उनले यसो गर्न पनि सकेनन्। अब उनले आफ्नो शहरमा एक्लै परिवर्तन ल्याउने काम गर्न थाले, तर यसमा पनि असफल भए। जब उनको उमेर ढल्दै गयो, उनले आफ्नो परिवारमा परिवर्तन ल्याउने बारे प्रयत्न गरे, तर जब वक्ता वृद्ध अवस्थामा पुगे, उनलाई आफूले आफूलाई मात्र परिवर्तन ल्याउन सकिन्छ भन्ने कुरा थाहा भयो। साथै उनले के महसुस गरे भने धेरै वर्ष अघि यदि उनले आफूमा परिवर्तन ल्याएका थिए भने उनले आफ्नो परिवारमा प्रभाव पार्न सक्ने थिए। उनको परिवारले उनको शहर परिवर्तन गर्न सक्थ्यो, त्यो शहरले राष्ट्र र राष्ट्रले पुरै संसार परिवर्तन गर्न सक्थ्यो। यसरी यो एडवर्ड डे बोनोको चेन्जिङ वर्ल्ड भन्ने कविताले यदि संसार बदल्नु छ भने आफूबाटै परिवर्तन सुरु गर्नुपर्छ भन्ने सन्देश दिएको पाइन्छ। हवस् त, तपाईलाई यो पाठ कस्तो लाग्यो? मन परे लाइक गर्नुहोस् र च्यानल सब्स्क्राइब पनि गर्नुहोस्। धन्यवाद।